वेलकम ब्याक टु सबैजनालाई बोर्डर रिचमा एन्ड माई नेम इज हरिश सिंह बोरा। आज चाहिँ माइन्डसेट सिरिजको 5 डेज अनि 5औं भिडियो 1मा चाहिँ हामीले चाहिँ पास्ट सम्बन्धी कुरा गर्थ्यौँ। के कस्तो कता किन सबैको निचोड निकालेर त्यसलाई चाहिँ बन्द सन्दुक गरेर चाहिँ अगाडि बढ्ने। दोस्रो भिडियोमा कुरा गरेको थियौँ हामीले चाहिँ अब सर्कल कस्तो छ त, ह्याबिट कस्तो छ त, भोलि आफूले जे आफूलाई देखिरहेछ भोलिको दिनमा त्यहाँ चाहिँ अलाइन गर्छ कि गर्दैन, कि डिफेक्ट छ त्यो विचार गरेर चेन्ज गर्नुपर्छ कि त्यसरी नै हिँड्ने हो कि होइन, त्यो सम्बन्धी थियो। थर्ड भिडियो चाहिँ हाम्रो अनि के गरिराख्नु भएको छ त, जब हो कि अब विद्यार्थी हो कि हुन्छ नि, या केही बिजनेस सुरु गरिराख्नु भएको छ कि तपाईँको त्यो कुरामा चाहिँ ध्यान कतिको छ त, होइन, कतिको अब त्यहाँमा मन लगाएर गर्नु भएको छ, किनकि आउटकम त्यही अनुसार आउँछ नि त, होइन, त्यो सम्बन्धी थियो। अनि फोर्थ भिडियो चाहिँ हाम्रो चाहिँ इमोसनल ब्यालेन्स इक्वल टु माइन्डसेट थियो। यो इमोसनल ब्यालेन्स चाहिँ माइन्डसेट कसरी भयो धेरैले लाग्छ, होइन, यो चाहिँ भिडियो छ अलरेडी, त्यही पनि समराइज गरिदिन्छु। इमोसनल भनेको चाहिँ फिलिङ सम्बन्धी जान्छ भित्र, होइन, जे हामी देख्न सक्दैनौँ, महसुस मात्र। अब धेरैलाई चाहिँ अब बोयफ्रेन्ड गर्लफ्रेन्डको कुराले म्याटर गर्छ होला, धेरैलाई परिवारको कुराले म्याटर गर्छ होला, धेरैलाई चाहिँ लोग्ने स्वास्ने कुराले म्याटर, धेरैलाई चाहिँ दाइ भाइ दिदी बहिनी साथी सङ्गी, होइन, इमोसनल जहाँ फिल गर्न सकिन्छ कुराहरू, होइन, या कसैलाई आफूमै, होइन, हुन्छ नि। यो कुराहरूलाई चाहिँ फर्स्ट डेबाट नै एक तरिकाले सोझिएर हिँड्यो भने चाहिँ भोलिको दिनमा जे जसो पनि होस्, होइन, गाह्रो चाहिँ हुँदैन, अन्डरस्ट्यान्ड भइन्छ। यो चाहिँ भिडियोमा भनेको छु मैले। ठिक छ, त्यसैका साथ आज चाहिँ 2025 31 डिसेम्बर, भोलि जनवरी 1, आज चाहिँ लास्ट डे, होइन। अब नोस्टाल्जिक हान्छ कसै कसैलाई, अहु सालको लास्ट दिन भनेर। ठिक छ, लास्ट होइन, यो चाहिँ बिगिनिङ हो, यसरी लिउँ। अनि आजको टपिक छ के भन्दाखेरि अर्ली वेक फर रिमाइन्ड योर सेल्फ। यो अर्ली वेक फर रिमाइन्ड योर सेल्फ भनेको चाहिँ एका बिहानै उठेर आफूलाई सम्झिने, आफूलाई झकझकाउने होइन, भोलिको लागि अगाडि नै सम्झिएर आफूलाई सम्झाइराख्ने। त्यो चाहिँ डेली बेसिसमा हरेक दिन सबै कुरा। अब भिडियो जसले जसले हेरेर अहिलेसम्म आइराख्नु भएको छ सबैजनाको लागि। अनि यो भिडियोले चाहिँ तपाईँहरूलाई चाहिँ जे देखिराख्नु भएको छ आफूभित्र, हुन्छ नि, त्यो चाहिँ हरेक दिन फिल गर्नुहोस्। हरेक दिन हरेक दिन हरेक दिन हरेक दिन, एक दिन पनि ग्याप नगर्नुहोस्। साँझ बिहान जतिखेर पनि, चाहे टोइलेटमा होस्, चाहे बाटोमा हिँड्दा होस्, जहाँ पनि फिल गर्नुहोस्। एनी टाइम होइन, तर जे होस् डेली बेसिसमा ऱ्यान्डम समयमा फिल गर्नुहोस्। बिस्तारै तपाईँको ह्याबिट बन्छ, त्यो सम्झिने फिल गर्नु। बिस्तारै तपाईँको काममा पनि त्यसको इफेक्ट देखिन्छ, कसरी गर्ने, सोच्ने तरिकामा देखिन्छ। ठिक छ, अब धेरै कुरा चाहिँ भन्दैन, तपाईँहरू पनि बुद्धिमानी हो, तपाईँले पनि रिसर्च गर्न सक्नुहुन्छ। म यो विषयमा ठुलो फिलोसोफर होइन, तर मैले भोगेका अनुभव, मैले आफूभित्र देखेका चेन्ज, मैले साथीभाइहरूलाई सल्लाह दिएर उनीहरूमाथि देखेको चेन्ज, हुन्छ नि, त्यो चाहिँ सेयर गरिरह। अलराइट गाइज, द्याट्स माई टाइम। वेलकम टु बोर्डर रिच। अनि सबैजनालाई ह्याप्पी न्यू इयर। सबैको दामी होस्, भलो होस्, आमा बाउलाई प्राउड गरेर फ्यामिली दामी बनाऊ। नेपालमा धेरै कुरा सम्भव छ। जय नेपाल।